यहाँहरु सबैलाई सादर नमस्ते। लोक सेवा आयोग, प्रदेश लोक सेवा आयोग तथा शिक्षक सेवा आयोगका विभिन्न पदहरुमा हामीले अंग्रेजी ग्रामर तथा विभिन्न किसिमका आइक्यूका पाठहरुमा चाहिँ यो अंग्रेजीका पार्ट्स अफ स्पीचलाई हामीले अध्ययन गर्नुपर्ने हुन्छ। हामी आज यसमै छलफल गर्न चाहन्छौं। पार्ट्स अफ स्पीच। हामीसँग इंग्लिश ग्रामरमा बेसिकली 9 वटा पार्ट्स अफ स्पीचलाई हामी अध्ययन गर्ने गर्छौं। कतिपय बुक राइटरहरुले यो डिटरमाइनरलाई छुट्टै राख्नु भएको छैन। यद्यपि मैले आजको क्लासमा चाहिँ यसलाई यहाँ इन्सर्ट गर्न चाहन्छु किनकि विभिन्न प्रदेश लोक सेवा आयोगको कोर्समा चाहिँ यो डिटरमाइनरलाई पनि एडजस्ट गरेको छ, त्यसै कारणले गर्दा। अनि यी 8 या 9 प्रकारका पार्ट्स अफ स्पीचलाई म यहाँ सामान्य परिचय गर्न चाहन्छु यहाँको माझमा। नाउन, प्रोनाउन, भर्ब्स, एडजेक्टिभ्स, एडभर्ब्स, प्रिपोजिसन, कन्जंक्सन, इन्टरजेक्सन र डिटरमाइनर्स। अब हामी यो पार्ट्स अफ स्पीचलाई पहिला त यिनीहरुको परिचयात्मक खण्डमा जोड्न चाहन्छौं। कुनै पनि इंग्लिश ग्रामरमा इंग्लिश वाक्यहरु शुद्ध बोल्नको लागि यी 9 वटा पार्ट्स अफ स्पीचलाई हामीले पहिला चिन्नु पर्ने हुन्छ। जस्तै सर्वप्रथम हामीले कुनै पनि सेन्टेन्समा नाउन चिन्नु पर्ने हुन्छ। ती नाउन पनि हामीले जस्तै नाउन भन्नेबित्तिकै कुनै प्लेस हुन सक्छ, कुनै पर्सन हुन सक्छ, कुनै अब्जेक्ट हुन सक्छ, कुनै आइडियाहरु हुन सक्छ, ओपिनियनहरु हुन सक्छ, हैन? जस्तै प्लेस भन्यो हामीले, मानौ काठमाडौँ भन्यो। अनि पर्सन भन्दाखेरि जस्तै हामीले पर्सन भनिसकेपछि कुनै पनि व्यक्ति एकछिनलाई हामीले लियौं। अब्जेक्ट भनिसकेपछि कुनै पनि अब्जेक्टलाई हामीले लिन सक्छौं। आइडिया भनिसकेपछि हाम्रो इमोसनहरु, फिलिङ्सहरु, फिलिङ्स नै भनौं, फ्रीडम भनौं न, ल स्वतन्त्रताको कुरा गर्छौं हामी। हो, यी जो हामीले नाउनहरु लेख्यौं, यिनीहरुको छुट्टै एउटा सम्बन्ध छ। कस्तो सम्बन्ध रहन्छ भन्दाखेरि यिनीहरु आफैमा पूरा हुँदैनन्। जस्तै काठमाडौँ भनियो, काठमाडौँ ठाउँको नाम भनिरहँदा यो त शहर हो, यसरी बुझ्नु पर्यो। अब पर्सन भन्यो, रिता भनेको त एउटा कुनै केटी हो। बुक भन्यो, बुक जस्ता धेरै चीजहरु छन्। आइडिया भन्यो, विचारहरु भनियो, हैन? यी एउटा रहे। नेपालीमा यसलाई संज्ञा अथवा नाम भन्ने गर्छ। हामीले यो पनि जान्न जरुरी छ। अनि दोस्रो हामीले प्रोनाउन भनेर दियौं। प्रोनाउन भन्नेबित्तिकै हामीले के बुझ्नु पर्यो भन्दाखेरि यही नामलाई बारम्बार नदोहोरियोस्, वाक्यमा त्यही नामहरु चाहिँ बारम्बार नआओस् भनेर हामीले प्रोनाउनको प्रयोग गर्ने हो। नेपालीमा यसलाई सर्वनाम भन्ने गर्छौं हामीले। जस्तै एकचोटी सेन्टेन्समा काठमाडौँ लेखिसकेपछि बारबार फेरि काठमाडौँ लेखिराख्नु भएन हामीले। अब त प्लेस हो, अब देयर लेख्नु पर्ने अप्सन आउन सक्छ। अब कहिलेकाहीँ वेयर पनि आउन सक्ला, हियर आउन सक्ला। अब हामीले रिता भन्यौं, रितालाई फेरि हामी अकबर लेख्न पर्दा के लेख्छौं त? सी लेख्छौं, किनकि रिता एउटा कुनै पनि गर्ल्सको नाम भएको हुनाले। बुक भन्यौं हामीले, बुकलाई हामी दोस्रो पटक लेख्नु पर्यो भने सेन्टेन्समा दोहोरियो भने त्यसलाई हामीले इट लेख्छौं। यसरी टु अभोइड द रिपिटिसन अफ नाउन प्रोनाउनको प्रयोग गरिन्छ। नाउनको प्रयोग बारम्बार नदोहोरियोस् र पढ्ने श्रोतालाई र सुन्ने व्यक्तिलाई चाहिँ वाक्क दिक्क नलागोस् भनेर हामीले प्रोनाउनको प्रयोग गर्ने हो। अर्को हामीसँग छ तेस्रो पार्ट्स अफ स्पीच, भर्ब्स भन्छौं हामी। भर्ब्सको प्रयोग चाहिँ कस्तो हुन्छ भन्दाखेरि कुनै पनि काम जनाउनको लागि एक्सन भन्छौं नि हामी। जस्तै यही रिताको कुरा गर्यौं भने रिताले के गर्यो भन्दाखेरि त एउटा काम देखाउनु पर्यो। या त दौड्यो भन्नु पर्यो, या त लेख्यो भन्नु पर्यो, या त पढ्यो भन्नु पर्यो। यसरी कसैले पनि गरेको काम देखाउनु पर्यो भने हामीले क्रियाको प्रयोग गर्ने हो। क्रिया चाहिँ यो पार्ट्स अफ स्पीचमा क्रियाको सबभन्दा बढी महत्त्व हुन्छ किनकि कुनै पनि नामलाई सबभन्दा बढी उसको एक्सनले देखाउने हो। अर्को हुन्छ एडजेक्टिभ। जुन नामहरु हामीले माथि व्यक्त गरिरहेका छौं ती नामको बारेमा यसले डिस्क्राइब गर्छ। डेस्क्रिप्टिभ वर्ड भन्छौं। जस्तै मानौ मैले अब काठमाडौँ भने,
काठमाडौँ कस्तो छ त? एकदम ब्युटिफुल सिटी हो, क्यापिटल सिटी हो। देखिन्न है त। अनि जस्तै हामीले बुक लेख्यौँ, बुक कस्तो छ त? एकदम मोटो छ, एकदमै अट्र्याक्टिभ छ, चित्रले भरिएको छ। यसरी कुनै पनि नाउनलाई डिस्क्राइब गर्यो भने त्यो एड्जेक्टिभ अथवा डेस्क्रिप्टिभ वर्डमा गयो। त्यो हेर्नुहोस्। अब हामीले अर्को एउटा पार्ट्स अफ स्पिचको खण्ड हामीले लेखेका छौँ एडभर्ब्स, अथवा यसलाई हामीले क्रिया विशेषण भनेर जोड्न सक्छौँ। यहाँ हामीले नाउनलाई डिस्क्राइब गरेका थियौँ, यहाँ हामीले अब भर्बलाई डिस्क्राइब गर्छौँ। अथवा एउटा केटी दौडी भन्यौँ, अ गर्ल ऱ्यान भन्यौँ, अ गर्ल ऱ्यान भन्यौँ, एउटा केटी दौड्यो। कसरी दौड्यो त? एकदम छिटो दौड्यो, फास्ट, स्लोली, बिस्तारै। यिनीहरू चाहिँ क्रिया विशेषण भयो, जसले कसैले गरेको कामलाई व्याख्या गरिरहेको अवस्था देखियो। एड्जेक्टिभ अथवा नेपालीमा यसलाई हामीले विशेषण भनेर बुझ्यौँ। जुन नाउनहरू हामीले अङ्ग्रेजी वाक्यमा प्रयोग गरिरहेका हुन्छौँ इङ्ग्लिस सेन्टेन्समा, ती नामहरूलाई डिस्क्राइब गर्ने वर्ड। जस्तै रिता भन्ने, रिता एउटा केटी हो। कस्तो केटी छ त? त्यो केटी कस्तो छ त? रिता इज अ गर्ल त भनियो, तर कस्तो गर्ल त भन्दा टल कि, सर्ट कि, स्मार्ट कि, डल हो। यिनी वर्डहरू चाहिँ हाम्रा के हुन् त? एड्जेक्टिभ हुन्, जसले नामलाई डिस्क्राइब गरे। त्यही भएर यसलाई डिस्क्राइबिङ वर्ड भन्छौँ हामीले। कुनै पनि नाउनलाई डिस्क्राइब गर्न सक्छ। जस्तै बुक भनियो, बुक पनि त अट्र्याक्टिभ बुक हो कि, थिक बुक हो कि, यिन चाहिँ डिस्क्राइबिङ वर्ड, एड्जेक्टिभहरू। अर्को पार्ट्स अफ स्पिच रहेको छ एडभर्ब। जसरी एड्जेक्टिभले कुनै नाउनलाई डिस्क्राइब गरिरहेको छ, एडभर्बले चाहिँ स्पेसली भर्बलाई डिस्क्राइब गर्छ। त्यही भएर हामी यसलाई क्रिया विशेषण पनि भन्ने गर्छौँ नेपालीमा। क्रियाको विशेषता बताउने। दौडियो भनियो हामीले, कसरी दौडियो त? फास्ट दौडियो। हिँड्यो भन्यो, कसरी हिँड्यो त? एकदम अप्ठ्यारो गरी, हेभिली हिँड्यो। कुनै पनि भर्बलाई डिस्क्राइब गर्ने। द टिचर टट भन्छ हामी, द टिचर टट, टिचरले पढायो। कसरी पढायो त? एकदम वेल, राम्रोसँग पढायो, मजाले पढायो, बुझ्ने गरी पढायो भनेर। अब हामी अर्को एउटा पार्ट्स अफ स्पिच जान चाहन्छौँ, प्रिपोजिसन। प्रिपोजिसन कुनै पनि चिज नामहरूको पोजिसन बताउने, कुनै पनि वस्तुहरूको पोजिसन बताइदिने। जस्तै कलम भन्यो, टेबल भन्यो, यस्ता नामहरू छन्, यी नामहरूको पोजिसन बताउने। द पेन इज अन द टेबल। पेन कहाँ छ त? टेबलमा छ, टेबल माथि छ। द मनी इज इन पकेट। पैसा कहाँ छ? पकेट भित्र छ। प्रिपोजिसन नामसँग जोडिन्छ, उसको रिलेसन जोड्ने काम पनि गर्छ। यसलाई रिलेसनवाला वर्ड पनि भनिन्छ। जस्तै ही इज गोइङ टु स्कुल, ऊ कहाँ गइरहेछ? ही इज गोइङ टु स्कुल, ऊ स्कुल गइरहेछ। अर्को रहेछ कन्जङ्सन अथवा संयोजक। कम्तीमा पनि दुई वा दुईभन्दा बढी वाक्यहरूलाई, सेन्टेन्सहरूलाई जोड्ने काम गर्छ। सामान्यतया जोड्ने काम गर्छ, फरक ढङ्गले जोड्ने गर्छ। किनकि यो र हो, यो तर हो, कारणसहित जोड्ने गर्छ। किनकि
अथवा गरेर जोड्ने गर्छ, अप्सन दिन्छ अगाडिको या पछाडिको गरेर। यिनीहरू चाहिँ कन्जङ्सन। अर्को रहेको छ इन्टरज्याक्सन। इन्टरज्याक्सन विस्मयादि वर्ड, विस्मयादि बोधक भन्छ क्या हो नेपालीमा। जस्तै तपाईलाई बहुत मजा आयो, खुसी लाग्यो, वाउ भन्नुहुन्छ। तपाईँ आत्तिनुहुन्छ, पिर मान्नुहुन्छ, लास भन्नुहुन्छ। यी वर्डहरूलाई हामीले इन्टरज्याक्सन भन्छौँ। र अन्तिममा हामीले एउटा लेखेका छौँ डिटरमाइनर। डिटरमाइनरमा स्पेसली डेमोन्स्ट्रेटिभ र आर्टिकलका कुराहरूलाई हामी बढी जोड्न चाहन्छौँ। म यहाँ आर्टिकललाई फोकस गरेर कुरा गर्न चाहेँ। ए र द यिनीहरूको प्रयोग। अब हामी यिनै पार्ट्स अफ स्पिचलाई छुट्टा छुट्टै यिनीहरूको उदाहरण प्रस्तुत गर्ने ठाउँ, यिनका प्रकारलाई लिएर छुट्टा छुट्टै अध्ययन गर्नेछौँ। सर्वप्रथम हामी अब आज नाउनको विषयमा छलफल गर्न चाहन्छौँ। अब हामी नाउनमा अगाडि बढ्न चाहन्छौँ। मैले यहाँ सानो एउटा ड्राफ्ट बनाएको छु। नाउन्स आर द वर्ड्स द्याट रिप्रेजेन्ट पिपुल, प्लेस, थिङ्स और आइडियाज। नाउन ती वर्ड हुन् जसले व्यक्ति, स्थान, वस्तु अथवा विचारलाई रिप्रेजेन्ट गर्ने गर्छन्। विचार भनेको चाहिँ कुनै पनि कन्सेप्टहरू पनि आउन सक्यो, यसमा अवधारणाहरू पनि आउन सक्यो। पिपुल भनिसकेपछि यो स्पेसली पर्सनको कुरा गरेको हो, यसले व्यक्तिवादी भएर कुरा गरिरहेछ यसले चाहिँ। अनि यही नाउन चाहिँ कुनै पनि सेन्टेन्सका बिल्डिङ ब्लक्स हुन्, किनकि सबैभन्दा बढी आउने सेन्टेन्समा सबैभन्दा बढी आउने नै नाउनहरू हो। यिनै नाउनका विभिन्न प्रकारलाई हामी आज चर्चा गर्न चाहन्छौँ। अब इक्जाम्पलको टाइप्समा कुरा गर्छौँ हामीले। अहिले जस्तै पिपल भन्यो, पिपल भन्ने बित्तिकै जस्तै अब बच्चा भन्यो, चाइल्ड भन्यो, चाइल्डको कुरा गर्न सक्यौँ हामीले। अब कुनै पनि प्रोफेसनलाई लिएर जस्तै मानौँ डक्टर भन्न सक्यौँ, डक्टर भन्न सक्यौँ। अब मान्छेसँग कुरा गरिरहेका छौँ, साथी भन्न सक्यौँ। अनि हामीले कसैको पनि जस्तै डक्टर भनिसकेपछि त आर्टिस्ट पनि त भन्न सक्यो, एक्टर पनि त भन्न सक्यो। चाइल्ड भन्यो त एउटा ओल्ड म्यान पनि त भन्न सकियो। कुनै पनि किसिमका व्यक्तिलाई जोडिने, पर्सनलाई जोड्ने एउटा आधार भयो। अब यो कसरी प्रयोग हुन्छ भन्ने कुरा पनि हामी जोड्न चाहन्छौँ। जस्तै माई फादर इज अ डक्टर भने मैले यो नाउनलाई मैले यहाँ जोडेँ। यो यस्तो नाउन हो, यसले अर्को नाउनलाई पनि सँगसँगै ल्यायो। हेर्नु त्यहाँनिर दुईटा नाउनसँगै जोडी। माई फादर पनि एउटा पर्सन हो, डक्टर आफैमा पनि एउटा प्रोफेसनले पर्सन हो। हेर्नुहोस्, त्यही भएर त यहाँ हामीले भनेका छौँ नि बिल्डिङ ब्लक्स। नाउन्स आफैमा बिल्डिङ ब्लक्स हुन्छन्। बिना नाउन लगभग सेन्टेन्स बन्दैन, अर्को हामीले नाउनको कुरा गऱ्यौँ भने हामीले यहाँ प्लेस लेखेका छौँ। अब एउटा इक्जाम्पलमा हामीले यहाँ प्लेसको कुरा नगरेका होला, तर हाम्रा धेरै सेन्टेन्सहरू, धेरै वाक्यहरू हाम्रा प्लेससँग जोडिएका हुन्छन्। जस्तै हामीले कुरा गऱ्यौँ डक्टर भन्यौँ नि, यो डक्टर कहाँसँग जोडिन्छ त? हस्पिटलसँग जोडिन्छ। हामीले यहाँ टिचर लेखेनौँ, चाइल्ड लेख्यौँ। बच्चा कहाँ जान्छ त पढ्न? स्कुल जान्छ। स्कुलमा धेरै नाउनहरू जोडिन्छन् उसँग। स्कुल भन्ने बित्तिकै जस्तै मानौँ बुक भनौँला, बुक त प्लेसमा परेन नि। ल हेर्नुहोस्, अब यहाँ आयो स्कुलसँग जोडिएको अब्जेक्ट। व्यक्ति पनि नाउनमा आयो, ठाउँ पनि नाउनमा आयो, उसले बोक्ने किताब पनि नाउनमै आयो। ल हेर्नुहोस्, उसले स्कुलमा गएर के सिक्छ त? मानौँ फ्रिडमका कुराहरू सिक्ला, त्यो पनि नाउनमा आयो। नाउनको सम्बन्ध
प्रकार होला नि ती आफ्नो ठाउँमा, तर नाउन नभई लगभग सेन्टेन्स बन्दो रहेछ। अब हामीले साथीहरू कुरा गऱ्यौँ, साथीहरूले कहाँ भेटे त? पार्कमा भेटे। आर्टिस्टले कहाँ आर्ट बनाइरहेको छ त? आर्टिस्टले के बनाइरहेछ? पेन्टिङ बनाइरहेछ मानौँ। त्यो पेन्टिङ कहाँ छ त? ग्यालेरीमा छ। ग्यालेरी ठाउँ हो, आर्टिस्टले बनाएको चिज पेन्टिङ हो। अब्जेक्टको कुरा पनि आयो। वास्तवमा थिङ्स भने त अब्जेक्ट हो नि त वास्तवमा। यिनी पिपुल भनेका सब्जेक्ट हुन्। हामीले नाउनकै टाइपलाई हेऱ्यो भने सब्जेक्ट पनि भन्न मिल्छ। थिङ्स भनेका अब्जेक्ट हुन्। ग्यालेरी। अब हामीले एक्टर भन्यौँ, कलाकार हो। कलाकारले गर्ने काम त छुट्टै क्लासमा आउला, पछि गएर हामी हेरौँला। तर एक्टरले एक्टिङ कहाँ गर्छ? थिएटरमा गर्छ, हैन? ओल्ड म्यान कहाँ छ? आफ्नै घरमा बसिरहेछ। हेर्नु त, हरेक नाउन अर्को नाउनको टाइपसँग जोडिएको छ। त्यही भएर नाउनहरू सेन्टेन्सका सबैभन्दा महत्त्वपूर्ण पार्टहरू मानिन्छन्। ल हेर्नुहोस्, अब हामी यसमा पनि एउटा इक्जाम्पल बनाउन सक्छौँ हामीले। माई फादर इज अ डक्टर भनौँ। यहाँ हेरौँ त, ल, द फ्रेन्ड्स आर इन द लाइब्रेरी। लाइब्रेरी पनि एउटा ठाउँ होला। हेर्नुहोस्, द फ्रेन्ड साथीहरू, साथीहरू लाइब्रेरी, दुईवटा नाउनहरू कम्बिनेसन भइरहेछ यहाँनिर। यसै गरी थिङ्स भन्यो, स्कुलसँग जोडिएर मैले बुक लेखेँ। के स्कुलमा बुक मात्रै अब्जेक्ट छ त? धेरै चिजहरू होलान्। मैले मानौँ एउटा फ्यान लेखेँ, फ्यान पनि त एउटा अब्जेक्ट होला नि। फ्यान त स्कुलमा पनि हुनसक्ला, हस्पिटलमा पनि हुनसक्ला, ग्यालेरीमा हुनसक्ला, थिएटरमा हुनसक्ला। फ्यान। अब यस्तै अरू अब्जेक्टहरू हामी विभिन्न, हामी कुनै पनि चिजहरू इलेक्ट्रिक ग्याजेटको लेखौँ न। ल, ल्यापटप लेख्यौँ हो। यी विभिन्न चिजहरू पनि नाउनै हुन्, जसको डाइरेक्ट रिलेसन चाहिँ अरू विभिन्न क्लाससँग हुनसक्छ। क्लास भन्नाले मैले यहाँनिर पार्ट्स अफ स्पिचकै जस्तै भब्सहरू, एडजेक्टिभ्सहरू कुरा जोड्न खोजेको यहाँहरूलाई। अब मैले आइडियाजहरूको कुरा गरेँ। आइडियाज भने मैले फ्रिडम भने, स्वतन्त्रता कुरा गरेँ। बच्चा भन्ने बित्तिकै स्वतन्त्र मात्रै कुरा हुन्न नि। बच्चा स्वतन्त्र मात्रै हुँदैन, बच्चालाई माया गर्ने भन्छौँ। माया त देखिने चिज होइन, अब्जेक्ट त होइन नि, विचार हो, कन्सेप्ट, धारणा भन्छौँ हामी। यस्तै अरू अरू किसिमका जस्तै आइडियाजहरूमा कुरा गर्न पर्दा हामीले यो कति हिम्मतवाला मान्छे हो भन्छौँ, साहस भन्छौँ नि। टाइमकै कुरा गरौँ, टाइम आफैमा एउटा कन्सेप्ट हो। टाइम देखिने कुरा होइन, महसुस गर्ने कुरा हो। अनि अरू कुरा भनेको ह्याप्पिनेस एन्ड सरोजका कुराहरू। यी सबैलाई हामीले आइडियाज अथवा कन्सेप्टको रूपमा नाउनमा बुझ्ने गर्छौँ। अब हामी टाइप्स अफ नाउनलाई फेरि पनि यहाँहरूको माझमा जोड्न चाहन्छु मैले। सर्वप्रथम कमन नाउन्स अथवा जेनरल नेम्स। जेनरल नेम भनिसकेपछि हामीले जुन बुझेका छौँ, जस्तै हामीले समूह बताउने के, ठ्याक्कै एउटा पर्टिकुलर, जस्तै क्याट भन्यो भने बिरालाहरूको समूह, जुनसुकै बिराला पनि हुनसक्यो त्यहाँनिर। मैले सहर भनिदिएँ भने, सिटी भन्यो भने, सिटी भनेपछि काठमाडौँ पनि हुनसक्यो, परासी पनि हुनसक्यो, बुटवल पनि हुनसक्यो। यस्तो तरिकाले। जस्तै टिचर भनियो, म्याथमेटिक्स टिचर पनि हुनसक्यो, साइन्स टिचर पनि हुनसक्यो, सेकेन्डरी टिचर पनि हुनसक्यो, प्राइमेरी टिचर पनि हुनसक्यो। यस्तो किसिमका नामहरू जसले कलेक्टिभ रूपमा बताइदिन्छ। हेर्नुहोस्, जेनरल नामहरू भनेर लेखेको छु मैले। त्यही भएर यहाँनिर क्याट, सिटी, टिचर, बुकलाई हामी यहाँ लिन सक्छौँ एउटा खण्डमा। अर्को रहेको छ प्रोपर नेम। प्रोपर नेम भनेको त स्पेसल नाउनहरू जो 100% क्यापिटलाइज्ड गरेर लेख्ने गर्छौँ फर्स्ट लेटर हामीले। जस्तै निरज भन्नु पर्यो, उमेश भन्यौँ, परासी बजार भन्यौँ। यिनीहरूलाई हामीले चाहिँ प्रोपर नेमको रूपमा लेख्यौँ। जस्तै माउन्ट एभरेस्ट भन्यौँ हामीले।
जो चाहिँ एकदमै फिक्स छ त्यो नाम। अनि हामीले लेखेको सिटी स्मल सी लेखेको थियो हामीले त्यसमा, किनकि त्यो जेनरल नेम थियो। तर हामीले यहाँ परासी लेख्यौँ, परासी फिक्स भयो। अनि हामीले टिचर भन्यो, टी स्मल लेख्यौँ, तर यहाँ निरज भन्यो। निरज पनि त आखिर टिचरै हो, उमेश पनि टिचरै हो, तर यो चाहिँ क्यापिटलाइज भयो। अब हामी अर्को नाममा जान्छौँ, कन्क्रिट नेम। कन्क्रिट नेम भनेपछि के हुन्छ भन्दाखेरि तपाईँले छुन सक्ने, हेर्न सक्ने ती वस्तुहरू भन्नु खोजेको, मूर्त वस्तुहरू। जस्तै टेबल भन्यौँ, फ्यान भन्यौँ हामीले, टेबल, फ्यान। अनि जस्तै हामीले अब हामी हातमा मोबाइल फोन छ, मोबाइल फोनको कुराहरू गऱ्यौँ। यिनीहरू पनि हाम्रो अर्को एउटा नाउनका प्रकारहरू हुन्। अब अर्को एउटा नाउनमा प्रकार जान चाहन्छौँ, एब्स्ट्र्याक्ट नाउन, जुन हामीले छुन त सक्दैनौँ तर महसुस गर्न सक्छौँ। हामीले मायाको कुरा गर्छौँ, बुद्धिका कुरा गर्छौँ, यिनीहरू चाहिँ एब्स्ट्र्याक्ट नाउन। अघि मैले भनेको त फ्रिडम, हामीले महसुस गर्ने कुरा हो। यो फ्रिडम भनेको चाहिँ यिनीहरूलाई हामीले एब्स्ट्र्याक्ट नाउनको रूपमा सक्छौँ। भने अर्को एउटा प्रकार छ यहाँ काउन्टेबल र अनकाउन्टेबल नाउनहरू। यो त लगभग हामीलाई क्लियर नै छ। काउन्टेबल भन्ने बित्तिकै गन्न मिल्ने भन्ने अर्थमा आएका हुन्। जस्तै हामीले एप्पल भन्यौँ भने क्लियर भयो। एप्पल्स भन्यो भने हामीलाई के भयो भन्दाखेरि अब यो प्लुरलमा छ भन्ने बुझ्यो, सिङ्गुलर देखियो, प्लुरल देखियो, हामीले यतिकै पनि क्लियर गर्न सक्छौँ। जस्तै अब कुनै पनि भेहिकललाई जोडौँ न, कार भन्यौँ, एउटा कार, धेरै कारहरू देखियो। यस्तो चिजहरू काउन्टेबल नाउनमा आयो भने अर्को एउटा टाइप छ अनकाउन्टेबल नाउन। जस्तै अनकाउन्टेबल नाउन भन्यो भने जस्तै सुगर भन्यौँ, मनीका कुरा गर्छौँ हामी, वाटर भन्छौँ। यसको क्वान्टिटी त आफ्नो ठाउँमा रहन्छ विभिन्न कुरा जोडेर, तर आफैमा यो के हुन्छ अनकाउन्टेबल नाउनहरू हुन्। भने अर्को एउटा हामीसँग नाउनको टाइप रहेको छ कलेक्टिभ नाउन। जस्तै हामीले कलेक्टिभ भनेको चाहिँ ठ्याक्कै समूह जनाउने। त्यहाँ फुटबल टिम भन्छौँ नि, टिम भनिसकेपछि यहाँ एकभन्दा बढी छन्, दुई वा दुईभन्दा बढी छन्। फ्यामिली भन्छौँ, फ्यामिली, टिम। अनि त्यसपछि गएर अब फ्लावरको बन्च भन्छौँ हामीले, जनावरहरूको हर्ड भन्छौँ। यिनीहरू चाहिँ कलेक्टिभ नाउनका उदाहरणहरू हुन सक्छन्। अब यो टाइप्स अफ नाउन, कमन नाउन्स, प्रोपर नाउन, कन्क्रिट नाउन, एब्स्ट्र्याक्ट नाउन, काउन्टेबल, अनकाउन्टेबल र यो कलेक्टिभ नाउनलाई यहाँहरूले अब देखाइएको यो फोटो मार्फत अझै आफूलाई क्लियर पार्न सक्नुहुनेछ। अब हामी केही नाउनहरूलाई यिनीहरूको प्रयोगसँग जोडेर कसरी वाक्यमा नाउनको प्रयोग गर्दा बढी प्रभावकारी हुन्छ भन्ने बारेमा हेर्न चाहन्छौँ। सर्वप्रथम म एउटा सेन्टेन्स लेख्न चाहन्छु यहाँहरूको लागि। द डग बार्क्ड लाउडली भनेर। द डग, जुन नाम हामीले लेखेका छौँ द डग, यहाँनिर द डग चाहिँ सब्जेक्टको रूपमा आएको छ नाउन। यहाँ देख्न सक्नुहुन्छ। अब अर्को सेन्टेन्स लेख्छु मैले यहाँनिर माझमा। यहाँनिर डग अब्जेक्टको रूपमा आएको छ। यहाँ त्यही डगले सेन्टेन्सलाई सुरु गर्यो, डग प्रधान भएर आयो सेन्टेन्समा, सब्जेक्टको रूपमा आयो। भुक्ने नै डग हो, तर यहाँ कुकुरलाई देख्ने चाहिँ म हो, मैले देखे हो कुकुरलाई। यसरी यी दुईटा सेन्टेन्समा एउटै नाउन भएर पनि यिनीहरूको रोल चाहिँ फरक देखिएको छ। अब यस्तै अर्को इक्जाम्पल हामी हेर्न चाहन्छौँ। यो सेन्टेन्समा दुई ठाउँमा नाउनहरूको प्रयोग भएको छ।
आई हैव अ कार, मसँग कार छ। यसको अर्थ यो जुन कार त्यहाँ अभाइलेबल छ त्यो कार चाहिँ मेरो हो भन्ने अर्थमा आछ। हेर्नु त, यो जुन ह्याभ भन्ने भर्ब छ नि यसले चाहिँ यो नाउनलाई र यो नाउनलाई जोडेछ, तर मिनिङ के भएको छ त? पोसेसिभ भएको छ, पोसेसिभ नाउन भइरहेछ। हेर्नुहोस् यो कार चाहिँ कसको हो त? मेरो हो भन्ने अर्थमा आयो। ल हेर्नुहोस्, यो कार जुन अब्जेक्ट हो चाहे कुनै भेहिकल हो यो चाहिँ मेरो हो भन्ने अर्थ देखियो भने यहाँनिर हेर्नुहोस् त, यहाँ पनि मेरो उपस्थिति छ, म छु, तर यो जुन कार छ नि यो कार चाहिँ मेरो होइन। फेरि यसमा यो कार चाहिँ मेरीको हो। ल हेर्नुहोस्, नाउनले सेन्टेन्समा बिल्डिङ ब्लकको काम गरिरहन्छ। हामीले हामी भनिरहँदा यसरी हरेक नाउनको सम्बन्ध यसरी सेन्टेन्सको स्ट्रक्चरसँग जोडिन्छ लास्टमा। अब हामी जस्तै सुरुमै सी नलेखौँ। शीला इज अ डक्टर, सी इज भेरी अनेस्ट भन्ने सेन्टेन्स लेखेँ मैले यहाँनिर। जुन यो शीला भन्ने एउटा नाउन छ यो चाहिँ प्रोपर नाउन भयो, कुनै एउटा व्यक्तिको सम्बन्ध भयो, तर उसको प्रोफेसन यो चाहिँ कमन नाउन भयो। फेरि हेर्नुहोस्, दुईटा नाउन जोडिए कि डक्टर त अरू पनि हुनसक्छ भने यसलाई चाहिँ हामीले प्रेडिकेट नोमिनेटिभ भनेर बुझ्छौँ। नाउनको परिभाषाको कुरा जोड्दाखेरि चाहिँ हामीले यसले के गर्छ भन्दाखेरि उसको पेसालाई जनाइदिएको छ। जस्तै शीला इज अ डक्टरको ठाउँमा अर्को उदाहरण हामीले राम वाज अ फार्मर भनेर पनि त दिन सक्छौँ नि इक्जाम्पल दिने क्रममा। त यहाँनिर चाहिँ यसको पेसा, रामको पेसा यो शब्दले जनाइदिएको छ। यहाँनिर हेर्नुहोस्, यो पनि नाउन, यो पनि नाउन। अब हामी अर्को एउटा इक्जाम्पल दिन सक्छौँ कसरी नाउनले इन्डाइरेक्ट अब्जेक्टको रूपमा काम गर्छ भन्ने कुरामा। जस्तै सी गेभ मी अ गिफ्ट। हेर्नुहोस्, उनले मलाई दिएको जुन अब्जेक्ट हो नि त्यो चाहिँ नाउन हो। हेर्नुहोस्, यहाँ चाहिँ मैले एउटा मलाई उपहार दियो भनेर भनेको छु, यो उपहार पनि एउटा नाउन हो, तर इन्डाइरेक्ट। एउटा नाउन, अर्को नाउन र अझै एउटा थर्ड नाउनको यहाँ युज भएको छ, तपाईँ हेर्न सक्नुहुन्छ। हामी अर्को एउटा इक्जाम्पललाई हेर्न सक्छौँ। हामीले जुन अघि कलेक्टिभ नाउनको कुरा गरेका थियौँ, शेरबहादुर won the election। शेरबहादुरले के जिते? चुनाव। एउटा नाउन र अर्को नाउनको सम्बन्ध हामीले यहाँ पनि देख्न सक्छौँ। र यसको ठाउँमा शेरबहादुर नलेखेर कुनै अमुक पार्टीको नाम लेखेर पनि हामी लेख्न सक्छौँ, अथवा अब टिम लेखौँ, पार्टीको नाम नलेखौँ हामी यहाँनिर। अ टिम वन द म्याच भनेर लेख्यो भने यहाँनिर पनि यो नाउनकै रूपमा रहन्छ, किनकि यो टिमभित्र चाहिँ धेरैवटा नामहरू छन्। टिम भन्ने बित्तिकै यहाँ 8, 10, 20 जना अब कति निश्चित खेलाडीहरू हुनुहुन्छ, उहाँहरूको समूहले जितेको भन्ने हामी बुझ्छौँ। भने हामी अब लगभग यो उदाहरणको पनि अन्तिम चरणमा आइसकेका छौँ। अब हामी अब केही एब्स्ट्र्याक्ट नाउनको उदाहरण दिन चाहन्छौँ। जस्तै एब्स्ट्र्याक्ट नाउनको उदाहरणको रूपमा हामीले ह्याप्पिनेस अथवा सोरोलाई देखाउन सक्छौँ। ह्याप्पिनेस के हो त? आफैमा एउटा तपाईँको फिलिङ्स हो, आइडियाज हो। ह्याप्पिनेस इज इम्पोर्टेन्ट फर वेलबिङ। तपाईँ सन्चो आरामी हुनका लागि तपाईँलाई ह्याप्पिनेसको धेरै इम्पोर्टेन्ट छ भन्ने सुनिले लेख्दा यहाँ पनि वेलबिङ भनेर एउटा मैले शब्द दिएँ भने यहाँनिर ह्याप्पिनेसले चाहिँ सब्जेक्टको रूपमा पनि काम गरिरहेको छ। हेर्नुहोस्,
जसरी यहाँनिर डगले काम गरेको थियो सेम काम यहाँ, तर यो आफैमा के हो त एउटा फिलिङ हो। यसरी हामीले नाउनलाई विभिन्न रूपमा युज गर्न सक्छौँ। हामीले आज नाउनको बारेमा धेरै चर्चा गऱ्यौँ। अब हामी अर्को भागमा यी नाउनहरू कसरी भर्बसँग जोडिन्छन् भनेर हामीले छलफल गर्नेछौँ। किनकि सेन्टेन्स राम्रो हुनको लागि नाउन मात्रै भएर हुँदैन, नाउन, भर्ब र कम्प्लिमेन्ट जोडिनुपर्छ। यही नाउनलाई हामीले जनरली सब्जेक्ट भनेर बुझेका हुन्छौँ। त्यही भएर हामीले बेसिकली पढ्दाखेरि सब्जेक्ट भर्ब प्लस अब्जेक्ट भनेर पढेका हुन्छौँ। किनकि नाउन सब्जेक्टको रूपमा आउन सक्छ, अब्जेक्टको रूपमा आउन सक्छ। सब्जेक्ट अब्जेक्ट दुइटै नाउन हुन्, तर बिचमा भर्बको पनि महत्त्वपूर्ण रोल छ। त्यही भएर हामी भोलि चाहिँ पहिला भर्बको रूपमा अध्ययन गर्नेछौँ। धन्यवाद।